हाय गाइस यति बेला हामी पोखराको चाहिँ छोरे पाठन जाँदैछौँ हाम्रो पुम्दीकोट जानलाई हाम्रो चाहिँ जाने तयारी भइराखेको छ राम्रोसँग इन्जोय गरेर जानु होला हामीलाई पोखरा धेरै राम्रो छ हजुर नमस्कार नमस्कार यो त पछि पनि त्यही मिसाइन्छ कि लाइभ गाइब हुन्छ क्या हो भयो अहिले म धकेलेर स्टार्ट गरेँ बाहिरबाट बनाउनु हजुर ल अब चाहिँ अगाडि हामी चाहिँ पुम्दीकोट जाँदैछौँ है गाइजहरू पुम्दीकोट जाँदैछौँ हामी 3 जना छौँ हैन हाम्रो हामी पैदल यात्री हो फेरि पुरै पुम्दीकोटको पोखराको पुम्दीकोट शिव मन्दिरमा हामी चाहिँ पैदल यात्री हो फेरि पैदल यात्री हैन ल हेरौँ पैदल यात्रीको बाटो यताबाट पैदल अभियान भन्नु न यताबाट एकदम पैदल मात्रै जानुपर्ने हो यताबाट गएपछि हैन यता चाहिँ अब सडक भइहाल्यो तपाई सडक हिँडिराखेका छौँ तपाई बाटो तपाईले चिन्नु भएन होला यो सडक हो सडक हो तपाईलाई थाहा छैन होला यो तपाई बाटोमा गाडीमा पनि जान सक्नुहुन्छ पोखरामा सूर्यास्त हुँदैछ पैदल हिँड्न चाहनुहुन्छ भने शरीरलाई स्ट्रङ बनाउन चाहनुहुन्छ भने यता चाहिँ फेरि पोखराको बजार भयो सूर्यास्त हुँदैछ यताबाट चाहिँ हिँड्दै जानु पर्यो अनि स्ट्रङ बनाउन चाहनुहुन्छ भनेपछि यताबाट जानु दिनमा दैनिक ल हामी चाहिँ पोखराको लागि पैदल यात्रीमा चाहिँ एकदम धेरै राखेको छु बसेर है पोखराको पुम्दीकोट मन्दिर शिव मन्दिर जान लाग्छौँ यो चाहिँ हाम्रो पहिलो टोली छ बुझिने हो त एकदम हिँड्दै जान लाग्यो हामी बुझिने होला हामीसँग चाहिँ अन्य मान्छेहरू पनि छन् है फेरि अन्य मान्छेहरू छन् हामीसँग है पुम्दीकोट लागि जाने मान्छेहरू हाम्रो एकदम टोली हिँडिराखेको छ यो चाहिँ पोखराको बजार भइहाल्यो होइन उहाँ चाहिँ हाम्रो सन्तोष देव पुरा हुनुहुन्छ एकदम बस्ने जी हुनुहुन्छ हामी पुग्दैछौँ हेर्नुहोस् जङ्गलको बाटो होइन हामी चाहिँ बिहानको समयमा गाडी नपाएर हिँडिराखेको हो खास एकदम हिँडिराखेको छ टोली पुम्दीकोटको टाढैमा आऊ बस आँडैमा भन्नको लागि जान लाग्यो हामी है हामी पैदल हिँड्दा एकदम गाह्रो भइसक्यो गाई त हामीलाई स्याङ फस्याङ भइसक्यो यस्तो बिहान पनि जगेर छ हिँडिराखेका छौँ होइन यता छ टोली पुरै हिँडिराखेको छ यता टोली छ अरू टोली चाहिँ हाम्रो घरको लात बानीमा टोली भएर हिँड्दैन ज्यान थकित भएर यहाँ टोलीको बसिसक्यो गाईहरू हामीलाई एकदम गाह्रो भइरहेछ तर पनि हामी आज पुम्दीकोट पुग्नै पर्ने भएको छ त्यो भएर हामी जसरी पनि त्यहाँ पुगेर हजुरलाई देखाउनेछु मैले भिडियो है हस्याङ फस्याङ भए पनि थकित हुनुहुँदैन युवाहरू भनेर हिँडिराखेका छौँ हामी त्यो मन्दिरमा हो त्यहाँ जानुपर्ने हो हामी तर हामी अझ हिँड्न धेरै बाँकी छ है गाइजहरू भयो पुम्दीकोट चौताल पोखरा भ्यू पुरै अनि मन्दिर हिँड्दै गरेको अवस्था हिँड्दा हिँड्दै बिहान 6 बजे हिँडेको 8:30 बजे आइपुग्यो बिल्डिङ पारी चाहिँ त्यो चाहिँ सारङकोटदेखि उता हिमालदेखि पल्लोपट्टि मनाङ मुस्ताङ र पुम्दीकोट शिव मन्दिर धाम
हामी चाहिँ अवलोकन भ्रमण सबै कुराहरू आजै भएको छ, इक्जाम पनि आजै 2 बजेदेखि। गाइस पुम्दीकोट पोखरा पुम्दीकोट आजमा धेरै फिट्नेहरू कहाँ छ पानी आजमा धुने कि किन आफ्नै मुद्दा हो। पुम्दीकोट पोखरा कास्की पुम्दीकोट 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 अनि उलाई कसले झर बाई गर्दै पठाएन हामीलाई तर कस्तो सम्झँदै